सर्वप्रथम त म उहाँलाई एउटा एकदमै माया गर्ने बुवाको रूपमा होइन, पिताको रूपमा सम्झिन्छु। उहाँले हामीलाई कहिले पनि हप्की-दप्की, गाली गर्ने, पिट्ने भन्ने त कहिले पनि गर्नु भएन होइन। सम्झाउनुहुन्थ्यो तर उहाँले जहिले पनि हामीलाई आफ्नै गल्तीबाट आफूले सिक्नुपर्छ पनि भन्नुहुन्थ्यो होइन। त्यसैले हामीलाई म चाहिँ उहाँलाई चाहिँ एउटा एकदम माया गर्ने पिताको रूपमा पनि सम्झिन्छु। र अर्को चाहिँ उहाँले हामीलाई एकदमै धेरै स्वतन्त्रता दिनुभएको थियो कि सोच्न सक्ने स्वतन्त्रता, निर्णय गर्न सक्ने स्वतन्त्रता। त्यसैले एउटा उदारवादी पिताको रूपमा पनि सम्झन्छु। कुनै पनि कुरा तिमीहरूलाई निर्णय गर्नु पर्यो होइन भने चाहिँ तिमी जतिजनासँग सल्लाह गरे पनि गर, तर निर्णय भन्ने कुरा चाहिँ तिम्रो आफ्नै हुनुपर्छ र त्यो निर्णय लिएर तिमीले कुनै कुरा गर्यौ भने चाहिँ त्यसको नतिजा पनि आफैले भोग्नुपर्छ र त्यसको जिम्मेवारी पनि आफैले लिनुपर्छ भन्नुहुन्थ्यो। हामीलाई चाहिँ त्यतिखेर स्कुलमा जाँदाखेरि चाहिँ उहाँहरूले पकेट मनी भनेर ₹1 सानो हुँदा ₹1 ₹5 गर्दै ₹20 पुगेको थियो होइन। र त्यो पैसा तर हामीलाई स्कुलमा जाँदा टिफिन पनि पुर्याएको थियो, हामीलाई के पनि किन्नु पर्थ्यो, आफ्नो एउटा निजी खर्चको लागि थियो होइन। र त्यतिखेरको समाजमा कोही पाहुनाहरू घरमा आउनुभयो भने पनि उहाँहरूले पनि पैसाहरू दिएर जानुहुन्थ्यो। हामीसँग दक्षिण खालको पैसाहरू हुन्थ्यो नि होइन। अनि उहाँले कस्तो थियो भने नि हामीलाई केही चाहियो भने पहिला भन्दाखेरि हामीलाई केही पनि चाहियो भने उहाँले जरुरतको सबै पुरा गरिदिनुहुन्थ्यो, तर धेरै नचाहिदो फरमाइसहरू पुरा गरिदिनुहुन्थेन। र भन्नुहुन्थ्यो कि जन्मदिन कुर्नु पर्थ्यो कि दसैँ तिहार के केही अलि विशिष्ट केही सामान पाउनको लागि। तर त्यसबाहेक तर जुन हाम्रो पैसा जम्मा हुन्थ्यो नि, त्यसमा चाहिँ उहाँले जहिले पनि के भन्नुहुन्थ्यो नि, यो पैसा तिमीहरूसँग अब यति छ होइन, धेरै नै जम्मा भएको हुन्छ नि सानो उमेरको हिसाबले। त्यो पैसा जेसुकै गर तिमीहरूको निर्णय होइन, त्यसलाई बचत गरेर तिमीहरू कुनै सदुपयोग गर्छौ तिम्रो निर्णय, त्यसलाई लगेर खर्च गर्छौ उडाउँछौ तिम्रो निर्णय भनेर त्यसमा चाहिँ उहाँले यो गर ऊ गर भनेर कहिले पनि भन्नुहुन्थ्यो, हामीलाई नै छोड्दिनुहुन्थ्यो। त्यस्तै गरेर पढ्ने बेलामा होइन, एसएलसी दिएपछि के पढ्ने भन्ने कुराहरू हुन्थ्यो। उहाँले कहिले पनि हामीलाई तिमीहरू साइन्स पढ्नुपर्छ, म्याथ्स पढ्नुपर्छ अथवा यो गर्नुपर्छ भन्नु भएन कि त्यसमा पनि तिमीहरूलाई जेमा रुचि छ, जेमा तिमी जे गर्दा तिमीहरूलाई खुसी मिल्छ त्यही नै गर्नुपर्छ भन्नुहुन्थ्यो। अब बुवा बिरामी हुँदा चाहिँ अफकोर्स घरमा नरमाइलो हुन्थ्यो, तर बुवा चाहिँ कस्तो भने हिँडडुल एकदमै हिँड्नै नसक्ने चाहिँ होइन, तर उहाँ धेरै बिरामी भयो भने चाहिँ आफ्नै कोठामा पलङमै बसेर पत्रिका पढ्न रुचाउनुहुन्थ्यो र पछि आएर टिभी आयो, टिभी हेर्ने होइन। सो उहाँको चाहिँ टाइम पास गर्ने घरैमा बसेर गर्नुहुन्थ्यो। अनि त्यतिखेर चाहिँ हामी चाहिँ बुवाले होइन अब म, भाइ, म, बुवा होइन 4 जना सानो परिवार थियो। अनि बुवा चाहिँ बिरामी हुने पलङमै बस्यो नि हामी सबैजना स्कुलबाट आएपछि उहाँले चाहिँ पलङमै आएर बस्नुपर्छ भनेर अब त्यही कोठामा सोफा हामी 4 जना पलङमा बस्थ्यौँ। अनि त्यसपछि कहिले लुडो खेल्ने, कहिले तास खेल्ने, अनि कहिले अलिकति बुवा पलङबाट निस्किसक्यो भने टेबलमा बसेर क्यारम बोर्ड होइन केही न केही गरिरहेका हुन्थ्यो कि अहिले सोच्दाखेरि चाहिँ अहिले हामी भन्छौँ नि बालबालिकाहरूसँग बसेर बन्डिङ गर्नुपर्छ, बोर्ड गेम खेल, यस्तो किताब पढ भन्छौँ नि, त्यो चाहिँ हाम्रो त्यतिखेरै नै हुन्थ्यो कि केही न केही गरेका हुन्थ्यौँ। र बुवा स्वस्थ हुँदा त झनै फरक हुन्थ्यो होइन। बुवाले चाहिँ अब हाम्रो साथीहरूलाई बोलाएको बेलामा चटकहरू देखाउने, चौरमा लगेर विभिन्न किसिमको खेलहरू खेल्न सिकाउने होइन। अनि कुकुरलाई उहाँले के गरेर कुकुरले पनि चटक देखाउँथ्यो जस्तै हुन्थ्यो कि रमाइलो हुने चटकहरू देखाउने त्यस्तो हुन्थ्यो। बुवा कथा एकदमै धेरै उहाँ कथाहरू सुनाउने किस्साहरू फेरि बुवाको यति धेरै किस्सा हो नि। अनि जहिले पनि कस्तो हुने भने मैले जहिले पनि भन्थेँ कि बुवाको कुरा सुन्दा चाहिँ अकबर र बिरबलको कथा पढे जस्तो हुन्छ। बुवा लास्टमा गएर चाहिँ के गरे भने बच्चा बेलाको आफ्नो कुरा सुन्यो भने आफू चाहिँ बिरबल जस्तो भएर आउने कि बुवा लास्टमा चाहिँ आफू चाहिँ सबभन्दा बुद्धिमान हुने होइन। त्यस्तो भएको एकदमै धेरै किस्साहरू हुन्थ्यो होइन। अनि एकदमै फेरि बुवालाई सङ्गत गर्ने सबैलाई थाहा छ कि उहाँ चाहिँ हरेक कुरालाई हँसाउन सक्ने पाराले भन्नुहुन्थ्यो होइन। त्यसैले हाम्रो त बाल्यकाल बुवासँग जति पनि बितायो, बुवा बिरामी हुँदाखेरिको हामीलाई भएको अब त्यो मानसिक तनाव भनौँ न कहिले कहिले चिन्ताहरू भने भिन्दै छ होइन। तर त्यसबाहेक बुवासँग बिताएको क्षणहरू त जहिले पनि एकदमै रमणीय, एकदमै रमाइलो नै छ हामीलाई। हुन्छ। पाहुना नआएको दिनै हुन्थेन। म अहिले पनि भन्छु कि आजकल त घरमा पाहुना आउने चलनै हुँदैन जस्तो लाग्छ मान्छेको फोन नगरी कोही आउँदै आउँदैन। त्यतिखेर हाम्रो 1 जना मात्र भए पनि पाहुना नआएको त दिनै हुन्थेन होइन। साहित्यकारहरू बुवाको उमेरकोहरू त हुनुभयो। बुवालाई चाहिँ एकदमै पाहुना बोलाउने अ, गफ गर्ने हुन्छ घरमा जमघट गर्ने सोख हुन्थ्यो। त्यसैले हाम्रो घरमा केही न केही जमघट चाहिँ 5-10 जनाको जमघटहरू भएकै हुन्थ्यो। अनि जमघट भएपछि त त्यो जमघट चाहिँ कि चाहिँ कविता वाचनमा, कि चाहिँ अब हेरी होइन को आउनु भएको छ, कि गीत सङ्गीतमा, कि चाहिँ अब साहित्य विश्लेषण कला अथवा त्यो बेलाको समसामयिक विषयहरूको समीक्षाहरूको बारेमा हुन्थ्यो होइन। अब त्यो त्यो अनि त्यसपछि बुवाको
बुवाभन्दा एक पुस्ता पछिका कविहरू पनि एकदमै आउनुहुन्थ्यो। जस्तै हाम्रो बुवालाई एकदम मनपर्ने होइन दिनेश अधिकारी, सरू भक्त, सम्झना भएको मलाई होइन दिनेश अधिकारी, सरू भक्त, अशेष मल्ल उहाँहरूको एकदम प्रिय भाइ। अरू पनि एकदम मन्जुल होइन कतिजना साहित्यकार उहाँहरू पनि एकदमै आइरहनु टाइममा आउनुहुन्थ्यो र उहाँहरू आउँदाखेरि चाहिँ बुवाले सधैँ नै कविता लिएर आऊ भन्नुहुन्थ्यो अरे कि भाइ मलाई एउटा कविता सुनाउनु पर्छ है भन्नुहुन्थ्यो अरे। त्यही भएर उहाँहरूले चाहिँ कविता बोकेर आउनुहुन्थ्यो अनि त्यसपछि कविता पढेको होइन त्यो याद छ। अनि बेला-बेलामा हाम्रो अर्को एकदम महान मुक्तकार भीमदर्शन रोका मलाई उहाँको पनि एकदम सम्झना आइरहनु आउँछ। किनभने उहाँ चाहिँ एक्लै आउनुहुन्थ्यो धेरै जसो अनि उहाँ र बुवाको चाहिँ फेरि भिन्दै माहौल हुन्थ्यो। अरूसँग एकदम हल्ला-खल्ला रमाइलो गीत होइन। उहाँ चाहिँ आएपछि दुईजना सँगै बस्ने दुवैको एकदमै मधुरो स्वर अनि के कुरा गरेर थाहा हुने खुसुक 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 कुरा उहाँहरूको हुन्थ्यो कि अनि कहिले-कहिले त्यतिकै चुप्लाएर बसिरहनु भएको थियो। तर रिसाएको चुप्ला होइन कि त्यो दुईजनाको साइलेन्समा कम्युनिकेसन भइरहेको हुन्थ्यो कि त्यहाँ होइन सो त्यस्तो हुन्थ्यो। र यी सबै बाहेक यो भयो साहित्यकार कलाकार अनि त्यसबाहेक फेरि हाम्रो टोल छिमेकका मेरो भाइको साथीहरू जो चाहिँ पनि साँझ आउने आउने हुन्थ्यो र त्यतिखेर चाहिँ फेरि हाम्रो घरमा क्रिकेटको कुरा हुन्थ्यो। मलाई चाहिँ मान्छे नआएर घरमा सुन्ने घर बसेको सम्झना नै छैन। मलाई बुवाले मैले गरेँ म सानोदेखि नै एकदमै ज्ञानीमा कहलिएको थिएँ कि म भनेको एकदम मान्थेँ सबै कुरामा। र एउटा कुरा चाहिँ मेरो बुवालाई चित्तै बुझ्दैन कि होइन। अनि त्यो चाहिँ कस्तो भने म सानैदेखि अलि अङ्ग्रेजी पप मात्र मनपर्ने धेरै होइन अङ्ग्रेजी पप सङ्गीत मनपर्ने अनि घरमा आफ्नो पैसा त मेरो सबै पैसा मैले क्यासेट किन्न र पोस्टर किन्नमै खर्च गर्थेँ। अनि मेरो भित्ताभरि एकदम जर्ज माइकल, मडोना, सिन्डी लपर एकदम वाइल्ड वाइल्ड पोस्टर्सहरू हुन्थ्यो होइन। अनि मलाई त्यो ठुलो स्वरमा क्यासेट बजाउने अनि त्यसपछि सँगसँगै चिच्चाइ गाउन मन लाग्थ्यो कि अनि स्वर भए पनि नभए पनि गाउँथेँ। अनि बुवाले चाहिँ जहिले पनि अनि आफूले सिधै नभन्ने कि पहिला त्यो कवितालाई त्यो गीत नसुन भन् त भन्ने भन त भन्ने होइन। अनि मम्मीले त्यो गीत नसुन्ने भन्ने अनि मलाई चाहिँ मेरो बुवा त कस्तो पुरातनवादी सोच भएको रहेछ कस्तो के र होइन यस्तो राम्रो गीत गाएर सुन्दाखेरि पनि बुवालाई कति नबुझ्या होला होइन मलाई चाहिँ बुवा एकदमै कन्जर्भेटिभ भन्ने लाग्थ्यो कि त्यतिखेर होइन। अनि कतिसम्म भने मैले म सबै कुरा मान्थेँ घरमा भनेको र बुवाले त्यो पोस्टर सोस्टर मन नपराएर मैले झिक्नै मानिनँ मैले कहिले पनि झिक्दै झिकिनँ। अनि बुवालाई त एकचोटि एकदमै झोक चलेछ अनि बुवाले त्यो उनी कविताले त झिकेन भने त म त एक दिन तिनीहरूकै यस्तो च्यात्तिएको जिन्स र कानमा मुन्द्री लाएर स्कुल गइदिन्छु भनेर भनेर सबै थर्काएको होइन। त्यसरी थर्काउँदा समेत मैले कहिले पनि मानिनँ कि त्यो झिक्न मानिनँ। अनि अहिले आएर होइन अहिले आएर म त्यो गीतहरू कहिले कहिले सुन्छु नि अनि मलाई लाग्छ कि ओहो मैले त कस्तो चाहिँ गीत गाएको रहेछु मेरो बुवालाई किन पर्न कस्तो शब्दहरू हुन्छ भन्नुहोस् न होइन। सो अहिले आएर बल्ल फिल हुन्छ त्यतिखेर चाहिँ मेरो बुवाले किन मलाई त्यो गीतहरू नसुन्नु भनेको रहेछ भनेर। सानो बेलामा चाहिँ नि होइन मलाई सबैजनाले ओ नानी तिमी त कस्तो ठुलो मान्छेको छोरी भन्थ्यो नि कविको छोरी ठुलो मान्छे गर्ने मलाई कवि भएकोमा साह्रै नै मन पर्थेन कि सानो हुँदा। र त्यतिखेर किनभने कवि अब उहाँको त्यो कवित्वको गुरुत्व थाहा थिएन एउटा कुरा त अनि अर्को कुरा कस्तो भने होइन मेरो साथीहरूको कसैको पनि बुवा मुवाको बारेमा पत्रिकामा पढेको मलाई सम्झना छैन। तर बुवाको त यस्तो रक्सी खान्थ्यो अरे यस्तो महिलाहरू छ यस्तो थियो फलाना महिला छ यस्तो पत्रिकाहरूमा आउँथ्यो त्यतिखेर होइन। अनि अनि मान्छेहरूले आएर साथीहरूले कहिले कहिले त सोध्थ्यो नि तिम्रो बुवाको बारेमा त यस्तो थियो नि तिम्रो बुवाले रक्सी खाने हो भनेर सोद्धाखेरि एकदमै रिस उठ्थ्यो कि मलाई मेरो बुवा चाहिँ कवि नभए भए हुन्थ्यो भन्ने सधैँ नै लाग्थ्यो। अब अहिले आएर चाहिँ होइन अब अहिले आएर चाहिँ अस्ति भर्खरै जुन मेरो यो पुस्तक रिलिज भयो नि पोखरामा अनि बसन्त थापाले चाहिँ सोध्नु भयो कि तपाईँको बुवा चाहिँ अब कवि नभएर अरू केही भएको भए हुन्थ्यो भन्ने चाहना हुन्छ अहिले लाग्छ होइन केही भएको भए कवि भन्दा त अरू केही पनि रूपमा चाहिँ म मेरो बुवालाई सोच्नै सक्दिनँ होइन। मेरो बुवा कवि भएकै कारणले अहिलेसम्म पनि उहाँको निधन भएको 35 वर्षसम्म पनि हामीले कति धेरै माया स्नेह आत्मीयता पाउँछौँ कि कहिले पनि नचिनेको व्यक्तिले शेरचन भन्ने बित्तिकै भुपी शेरचन को पर्छ भने होइन छोरी भन्यो भने मलाई कति ठाउँमा सरकारी अफिसहरूमा जाँदाखेरि होइन हामीहरू जाँदाखेरि बिना कुनै सोर्स मान्ने पहिला अब अहिले त धेरै जानु परेको छैन पहिला पहिला होइन हाम्रो काम फटाफट गरिदिनु हुन्थ्यो कि मेरो त यस्तो मनपर्ने उहाँ कवि भनेर होइन। सो जुन किसिमको नाम उहाँको छ जुन किसिमको सद्भाव हामीले पाउँछौँ त्यो त बुवा सायद बुवा राजनीतिज्ञ भए पनि बा व्यापारी जे भएको पनि हामीले पाउँदैनौँ होइन। सो अहिले आएर चाहिँ मलाई चाहिँ बुवा कवि भएकोमा चाहिँ एकदमै गर्व लाग्छ होइन। र त्यो बाहेक त म अरू सोच्नै सक्दिनँ बुवालाई।
प्रथम पटक मैले पढ्छु नै भनेर पढेको त बुवाको निधन भएपछि नै हो। सो सायद म त्यही 18 वर्षकै हुँदाखेरि पढेको होइन। सरस्वती पढ्दै जाँदा चाहिँ मलाई त्यतिखेर पहिलोपटक मन परेको भने चाहिँ मेरो चोक भन्ने कविता थियो। किनभने त्यो बुझ्न पनि अरू कविताभन्दा सबैभन्दा सरल छ होइन त्यो चोक र त्यतिखेरको परिस्थिति जुन किसिमको गरिबीहरू देखिन्थ्यो त्यही हिसाबले पनि मेरो चोक चाहिँ मन परेको थियो होइन। अनि त्यतिखेर मलाई चाहिँ फर्स्ट टाइम त्यो सरस्वती पढ्दा चाहिँ यस्तो सादा सिम्पल सरल कविता रहेछ। यस्तो कविता लेखेर पनि सबैले मेरो बुवा यस्तो महान किन भनेका होलान् भने त्यतिखेर पनि लागेको थियो होइन। अनि त्यतिखेर किनभने मलाई चाहिँ कस्तो लाग्थ्यो भने स्कुलमा पढ्दा होइन हामीले कुनै पनि नेपाली विषयमा विशेष गरी तपाईँले नेपालीमा लेख्दाखेरि तपाईँले सरल भाषामा के जवाफ दिनु भने तपाईँलाई अङ्क धेरै आउँथेन होइन। तर त्यहीले फुलबुट्टा भरेर क्लिष्ट शब्दहरू प्रयोग गरेर ठुला ठुला कुरा लेख्यो भने अङ्क धेरै आउँथ्यो कि। अनि कविताहरू पनि त्यस्तै साहित्य भनेको कुरा चाहिँ एकदम क्लिष्ट हुनुपर्छ जस्तो लाग्थ्यो कि मलाई। कसैले बुझेन र धेरै मेहनत गरेर बुझ्यो भने मात्र त्यो चाहिँ महान साहित्य हुन्छ होला भन्ने चाहिँ मेरो त्यो बेलाको सोच थियो नि होइन। 18 वर्षसम्म त भर्खरै स्कुल पढेर कलेज पढ्दै थिएँ होइन। त्यस्तो लाग्थ्यो अनि त्यसपछि चाहिँ अनि तर पछि अनि त्यो एकचोटि पढिराखेँ अनि फर्स्ट टाइम चाहिँ मलाई कविताले तानेको पनि त्यतिखेर थियो। अनि पढ्दै गएँ, फेरि पढ्दै गएँ अनि जब मैले बुझ्न थालेँ नि यो कविताहरू त कतिको गहन रहेछ, यो कविताले के भनिरहेछ होइन। त्यसमा प्रयोग भएको सरल देख्य तापनि भएका बिम्बहरूको प्रयोग होइन, अरू अरू लिटरेरी इन्स्ट्रुमेन्टहरूको प्रयोगपछि चाहिँ अनि बल्ल चाहिँ मलाई थाहा भयो कि किन चाहिँ मेरो बुवालाई चाहिँ मानिसहरूले त्यति मान्दो रहेछ भनेर चाहिँ त्यतिखेर थाहा भयो। यो किताबको सृजना चाहिँ मैले पहिला पनि कतिचोटि भनेको थिएँ होइन। मलाई पहिलादेखि नै धेरैले बुवाको बारेमा जीवनी लेख्नुपर्छ, किताब लेख्नुपर्छ भन्नुहुन्थ्यो। मलाई चाहिँ के लाग्थ्यो भने मेरो बुवासँग भावनात्मक रूपमा त्यतिकै जोडेको छु। मेरो बुवाको बारेमा केही नराम्रो सोच्न पनि सक्दिनँ, भन्न पनि सक्दिनँ। र बुवाको बारेमा किताब लेख्यो भने बुवासँग सम्बन्धित धेरै विवादहरूको बारेमा पनि लेख्नुपर्ने हुन्छ होइन। र न्याय गर्न सक्दैन भने किताब लेख्नुहुन्न भने त्यति चेत चाहिँ ममा थियो। तर मैले कहिले पनि लेख्ने चेष्टा गरिनँ। त्यसपछि अनि कस्तो त्यो भएको थियो तर पछि लेख्नु चाहिँ पर्छ है भने कता कता त थियो नि मनमा होइन। र एकचोटि कोभिडभन्दा अलिकति पहिला मेरो एकजना मित्र शेखर खरेलले चाहिँ इमेल पठाएर तिम्रो बुवाको होइन भुपीको जन्म जयन्ती आउँदैछ एउटा सानो आर्टिकल लेखिदेऊ न पत्रिकालाई भन्नुभयो। म त्यतिखेर मेरो काममा यस्तो व्यस्त थिएँ म सक्दिनँ म त एकदम बिजी छु भने कि। अनि त्यसपछि भन्न त भने तर मलाई कस्तो भने जसले मेरो बुवालाई कहिले बुवा जीवित हुँदा चिनेकै छैन होइन, जो मेरो बुवाको नाता पनि होइन, उहाँले चाहिँ सम्झी चाहिँ एउटा लेख न भनेर भन्ने। अनि म चाहिँ छोरी भएर एउटा अब 400-500 शब्दको लेख्न पनि समय निकाल्न सकिनँ भने चाहिँ मलाई आत्मग्लानि चाहिँ भइरहेको थियो। मैले मेरो श्रीमानलाई पनि भनिरहेको थिएँ। त्यसको लगत्तै कोभिड भयो। म मनिलामा बस्छु। त्यहाँ चाहिँ 2 महिना लकडाउन, घरको ढोका बाहिर पनि निस्केर नपाउने भयो। अनि म चाहिँ फेरि एकदमै धेरै हाइपर एक्टिभ छु कि माइन्ड होइन। मलाई चाहिँ केही न केही नगरिकन बस्नै सक्दिनँ। अनि अब म त एकदमै अत्तालिएँ। अब कसरी के गर्ने यसरी 2 महिना कसरी कटाउने भन्दा चाहिँ उसले तिम्रो अफिसको काम सकेपछि तिमीलाई किताब लेख्ने मन छ, किताब लेख न बुवाको बारेमा भन्यो होइन। उहाँले सल्लाह दिनुभयो र श्रीमानको सल्लाह लेख्न सुरु गरेपछि अनि मैले मसँग भएको सामग्रीहरू पढ्न थालेँ अनि लेख्न थालेको हो। त्यहीँबाट नै सुरु भएको हो यो किताब लेख्न चाहिँ। मलाई हुर्काउँदाखेरि नि म र मेरो भाइको बिचमा चाहिँ कहिले पनि कुनै भिन्नता भएन के। बुवाले 16 वर्ष हुँदा एउटा नाटक लेख्नु भएको थियो परिवर्तन। त्यतिखेर चाहिँ उहाँको चाहिँ के भने हामी जस्तो युवाले यो वर्ग विभेद, जाति विभेद र लैङ्गिक विभेद चाहिँ त्यसको विरुद्ध लड्नुपर्छ भन्नुभएको छ होइन। अहिलेको समाजमा पनि अहिलेसम्म पनि हामी त्यही कुरामा लड्दैछौँ कि यो जातीय विभेद लैङ्गिक होइन कति लडाइँ लड्दैछ। तर उहाँले चाहिँ त्यतिखेर 16 वर्षको उमेरमा भन्नुभएको थियो र उहाँमा त्यो चेत भएर नै होला उहाँले म झुर्किँदा फेरि मलाई कहिले पनि तिमी छोरी हौ, तिम्रो भाइ छोरा हो, तिम्रो यो गर्नुहुन्न भन्नु भएन कि। हामीलाई चाहिँ तिमीहरू दुवैजनाले जे सोच्छौ आफू गर्न सक्छौ भन्नुभएको थियो। आफूमा छ होइन, गर्ने नगर्ने आफूमा छ। आफ्नो सोच तिमीहरूले यो गर्न सक्दिन भन्ने नै छैन भन्नुहुन्थ्यो होइन। र मैले त सधैँ नै मलाई त महिला पुरुषको बिचमा विभेद हुन्छ भन्ने खासै थाहा पनि थिएन होइन। मैले पत्रकार भएर जब कलेजमा हुँदा अलिअलि त्यो मान्छेहरूले जिस्काउने र जिस्काउँदाखेरि केटीको दोष जस्तो हुन्थ्यो त्यति मात्र थाहा भएको थियो भिन्नता भने त्यतिखेरसम्म पनि। तर
महिलाहरूलाई हेय दृष्टिले हेरिन्छ, महिलाहरू भनेको दोस्रो दर्जाको व्यक्ति हो भनेर सोचिन्छ भन्ने कुरा त म पत्रकार भएर काम गर्न जाँदाखेरि बल्ल थाहा पाएको थिएँ होइन। र मलाई लाग्छ मेरो बुवा र मुवाले मलाई दिएको सबभन्दा ठुलो उपहार भनेको चाहिँ म महिला भएकोले फरक छु होइन कि म महिला हुँ त्यसैले म फरक छु भन्ने मलाई भेदै थाहा नपाउनु नै मेरो लागि चाहिँ सबभन्दा ठुलो उपहार हो जस्तो लाग्छ कि मलाई कहिले पनि थाहा भएन कि म त मैले आफूलाई जहिले पनि एउटा व्यक्तिको रूपमा मात्रै पाएको थिएँ होइन। म धेरै ठुलो भएपछि मात्र म महिला भनेर थाहा पाएँ।